हेलो हेलो ल गाइजहरु हामी आज विद्यालय तरकारी खोज्न आएको यहाँ हाम्रो ठम सरले यो जिब्रे साग भन्ने टिप्दै हुनुहुन्छ सर हजुर उहाँबाट सुनौ है यो के साग टिप्दै हुनुहुन्छ सर यस्तो जिब्रे साग हो सर है हजुर जिब्रे साग हो यो बजारमा तरकारी कति अब चाहिँ केमिकल हालेको हैन हजुर एकदम एकदम त्यसलाई पैसा हालेर हामी खान्छौँ तर यहाँ जंगलमा यति हैन दामी छ गरे सर हरियो यस्तो अब हरियो कलर पसिलो अनि पसिलो यसरी खेर गइरहेछ ल नि हाम्रो शिव सरले पनि यहाँ मधेसबाट आएर पनि यहाँ यस्तो जंगलको एकदम जिब्रे साग टिप्दै हुनुहुन्छ के अनि यहाँ साग त एकदम दामी छ नि सर है कति कति टिप्नु है सर देखाउनु सर वाउ यो साग त है शिव सर करिब करिब 5 मिनेट भयो टिपेको है 5 मिनेटमा यति साग टिप्यो भने त सर एक साग टिप्नु त टेन्सन छैन त है ल ठिक छ ल गाइजहरु यो साग हामीले खानुपर्छ स्वास्थ्यको लागि राम्रो र यो साग हेर्दै गर्दाखेरि तपाईहरु जंगलमा फस्नु भयो केही कारणले दुःख पाउनु भयो भने यो साग खान्छन् भनेर अझ नजिकबाट देखाइदिनु सर यो साग है यस्तो छ यो साग ल सरले पनि देखाइदिनु भयो यो खालको साग तपाईहरुले अब काँचै पनि खान सक्नुहुन्छ र पकाएर पनि खान सकिन्छ हैन सर यो काँचै पनि खान सकिन्छ नि अनि यसमा चाहिँ अलि मिठो गल्लो खालको हुन्छ यो साग चाहिँ स्वादमा चाहिँ अलिकति गल्लै हुन्छ अरूको तुलनामा के हजुर र चाहिँ लाइक गर्ने चाहिँ एकदम बेस्ट ल गाइजहरु मेरो युट्युब च्यानल एजुकेसन लाइफ नेपालमा यहाँहरुलाई स्वागत छ यहाँहरुले मेरो एजुकेसन लाइफ नेपाल युट्युब च्यानलबाट यो भिडियोहरु आउँछ लाइक अनि कमेन्ट र सब्स्क्राइब पनि गरिदिनु होला हैन सर ल सर बाई थ्यांक यू सो मच ओके ल मिठो मुस्कान सहितको सेवा दिने के सर हैन ल